मासुमोतो क्लब धेरै टाढाबाट आउनुभएका मासुमोतोका साथीहरू, मैले मात्रै जानेको छु मासुमोतो कहाँ छ भन्ने कुरा त हुन त सबैले जानेको छ। धेरै टाढा छ, धेरै टाढाबाट आउनुभएका मेरा भाइहरूलाई पनि थोरै गामबाते गरिदिएर हाम्रो कडाली एफसी भर्सेस हाम्रो मासुमोतो नागानो मासुमोतो। किपर त्यो चाइ नगरेको भए हुन्थ्यो, तर किपर अगाडि बढ्यो भने गोल खान्छ। दर्शक हाम्रो मासुमोतोबाट आउनुभएको मासुमोतोदेखि नागानो मासुमोतो तपाईँहरूलाई मासुमोतोमा क्यास्टल छ। मासुमोतो क्यास्टल धेरै निङ्की नै छ जापानमा, तपाईँहरू पनि एकचोटि भिजिट गर्न सक्नुहुन्छ। कोताई खोज्नुभएको छ उहाँले। अनि क्याप्टेन प्रकाश हुनुहुन्छ, प्रकाश हाम्रा पनि क्यामेरामा कैद भएको छ। उहाँको गोल धेरै उत्कृष्ट छ, धेरै पछिको गोल हान्न सफल हुनुभएको छ। मुस्कुराउँदै मिठो मुस्कानमा गोल हानेर फर्किनु भएको छ भने हाम्रो एकदम किपरको हातमा बल, तर यो ठिक छ, राम्रो छ। मासुमोतोको भाइहरू राम्रो छ। कडाली एफसी पनि अहिले टोकियोको जल्दो बल्दो पार्किङमा भएको गाडी नम्बर ग्यामसक यताको होइन थोरै साइडलाई दिएर सहयोग गरिदिनु हुनका लागि हार्दिक आउँदै दौडिँदैछन् गोल हान्नको लागि। 30 नम्बरका जर्सी के गर्छन् त यिनले, गोल हान्ला नि त पनि। मासुमोतोले अगाडि बल बढाइसकेको छ। म जिखान देश नदे के गर्ने, अब जिखान भइसक्यो भने मासुमोतोको भाइहरूलाई पनि धेरै धेरै धन्यवाद टाढाबाट आउनुभएको छ। अनि कडालीलाई पनि धेरै धेरै धन्यवाद। कडालीले पनि गोल हानेर आफ्नो मन्द मुस्कानमा मुस्कुराइरहेको छ। सबै मासुमोतोबाट ल बधाई छ भाइहरूलाई, बधाई छ। क्याप्टेन सर धेरै, क्याप्टेन आज धेरै ह्याप्पी हुनुहुन्छ, तर हामीलाई बिर्सिनु हुँदैन क्याप्टेनले।